हेलो साथीहरु, स्वागत छ केसरी अफिसियलमा। हामी सधैँ उपस्थित भइसकेका छौं केसरी भाग 62 मा। पहिला कुरा गरौं केसरी भाग 61 मा के भएको थियो त। साथीहरु, त्यो भन्दा पहिला यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यो भिडियो मार्फत 1K सब्स्क्राइब कम्प्लिट गर्ने आशा गरेका छौं। अब लागौं विषयवस्तु तर्फ। साथीहरु, साँझको बेला सिर्जनाले बसन्तलाई फोन गर्दा बसन्तको घरमा निकै भाँडभैलो भएको थियो। बसन्तको बुबाले धेरै पटक फोनले भनेपछि केसरीले ल्याएकी थिइन्। यही विषय लिएर बसन्तले केसरीलाई सबैको अगाडि धेरै गाली गरेका छन्। बसन्तको आमा भने सिर्जना र बसन्तको बोलचाल राम्रो नभएको हेर्न चाहन्छन्, तर बसन्त भने सिर्जनालाई छोड्न सक्दैनन्। बसन्तले केसरीलाई धेरै गाली गरेकाले केसरी धेरै दुखी भएकी छिन्। साथीहरु, बसन्तको परिवार घर सरे पनि शान्ति भने भएको छैन। साथीहरु, अब भने सिर्जना र बसन्तको पनि फोनमा निकै नराम्रो भनाभन भइसकेको छ। बसन्त र केसरीको बोलचाल नभएको केसरीले आमालाई सुनाउँछिन् र त्यतिबेलै बसन्तको आमाले केसरीसँग सिर्जनालाई जबरजस्ती फोन गर्न लगाउँछिन् र सिर्जना र बसन्तको आमाको पनि फोनमा निकै नराम्रो भनाभन भएको छ र त्यसकारण सिर्जनाले बसन्तमाथि मुद्दा हाल्ने भएकी छिन्। अनि उता केसरीकी बहिनीले पनि आफ्नी दिदीसँग माफी माग्न आएकी छिन्। यो त तपाईहरुले हेरिहाल्नु भएको छ। अब कुरा गरौं अब आउने भाग अर्थात केसरी भाग 62 मा के हुँदैछ त भनेर। साथीहरु, के अब सिर्जनाले बसन्तलाई मुद्दा हाल्लिन् त? साथीहरु, सिर्जनाले आफ्नो मामालाई वकिल खोज्न लगाइसकेकी छिन्। उता आमाले पनि निकै नराम्रो धम्क्याएकी छिन्। त्यसैले सिर्जनाले बसन्तलाई मुद्दा हाल्छिन् जस्तो भएको छ। अनि उता केसरी र बसन्तको पनि सम्बन्ध झनै नराम्रो हुन्छ जस्तो छ, किनकि बसन्तको परिवारलाई सिर्जनाले बसन्तले छोडेको र एक अर्कामा कुराकानी नभएको राम्रो चाहन्छन्, तर बसन्तले भने सिर्जनाको पेटमा आफ्नो बच्चा भएको कारण छोड्न सक्दैनन्। र साथीहरु, बसन्त र केसरीको अझै धेरै दुःखका दिन आउँछन् जस्तो भएको छ। हस्त साथीहरु, आजलाई यति नै। फेरि अर्को भिडियोमा भेट हुने नै छौं। एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्त नमस्कार।